नमस्ते। आज अमरसिंहमा माथिल्लो लेयर रोडको माथिल्लो लेयर हाल्दैछ। पहिले हल्का तलपट्टि पिच गरेको थियो, अब माथिल्लो लेयर यस्तो बनाउँदैछ। ल, नयाँ अपडेट। बाहिर हुने साथीभाइ तथा दिदीबहिनीहरूको लागि एउटा सानो, हाम्रो देशमा पनि प्रगति हुँदैछ हल्का हल्का। धेरै नभए पनि लोनै लिएर भए पनि थोरै थोरै काम भए पनि भइरहेछ। अब अलि मजाले काम हुनुपर्ने हो, जुन अनुसारले लोन लिइराख्नु भएको छ। तर यतिको पनि काम गरिदियो भने, रोडै मात्रै बनाइदियो भने पनि, रोड, हस्पिटल, स्कुल, तीनटा कुरा भइदियो भने त बर्बाद हो भन्नाले एकदम खतरनाक हुन्छ नि त। तीनटा कुरा मात्रै भइदियो भने पनि अरू भनेपछि सर्वसाधारणहरूले गरिहाल्छन्। रोड, हस्पिटल अनि एजुकेसन, तीनटा कुरोमा सरकारले भरपुर लगानी गरिदिएको भए मजाले पब्लिकलाई युज गर्न पाएको भए खतरनाक हुन्थ्यो जस्तो लाग्छ मलाई। ल, यो रोड बनिँदैछ अमरसिंह चोकमा। अहिले अलिकति व्यस्त छ, अलिकति त्यस्तै छ, रमाइलो छ। हाम्रो अफिसको लोकेसन चाहिँ अमरसिंह चोक, एनएमबी ब्याङ्क खोज्नु होला, अनि त्यसको माथिल्लो तला हो। हाम्रो अफिसको नाम चाहिँ पोखरा जब सेन्टरै हो है। पोखरा जब सेन्टर हो। हाम्रो टिकटक ग्रुप छ, त्यसमा पनि जोइन गर्न सक्नुहुन्छ। हाम्रो ब्याकअप एकाउन्ट छ, त्यसमा लिस्टहरू अपडेट हुन्छ। टिकटक ग्रुप भनेको प्रोफाइलमा हेर्नुभयो भने ग्रुप पोखरा जब सेन्टर भन्ने छ, त्यसमा आउन सक्नुहुन्छ, जोइन हुन सक्नुहुन्छ छिटो छरितो अपडेटको लागि। हस्, धन्यवाद। यो कुरा हेरेर सबैलाई सन्तुष्टि लिन म आग्रह गर्न चाहन्छु। हस्, धन्यवाद।